हर्क साम्पाङको कुनै पनि काम, कुनै पनि होइन क्रियाबाट चाहिँ गल्ती नभेट्दा चाहिँ अहिले विरोधीहरूले चाहिँ के गर्नु भ्याएको रहेछ भने हर्क साम्पाङले दिनमा कतिवटा स्ट्याटस लेख्यो होइन, कतिवटा उसले पोस्ट गर्यो भन्ने हेरेर चाहिँ हर्क साम्पाङको विरोध गरिरहेछ। हाँस उड्दो कुरा छ। अर्को कुरा चाहिँ हिजोसम्म फेसबुक नचलाउने मान्छेहरूले आज हर्क साम्पाङको स्ट्याटस, हर्क साम्पाङको पोस्ट देखेर चाहिँ फेसबुक चलाइरहने मान्छेहरू पनि छ। किनभने हर्क साम्पाङले जुन चाहिँ अहिले पछिल्लो समय मिडियाहरूलाई होइन एउटा च्यालेन्ज दिएको छ, त्यो चाहिँ एकदमै हाम्रो देशको लागि चाहिँ एकदमै अपरिहार्य हो। किनभने कुना खुल्सामा पनि अहिले फोनबाट होइन हरेकको कन्टेन्ट क्रिएटरहरू जन्मिन सुरुवात गर्यो होइन, हरेकको आवाजहरू आफ्नो ठाउँबाट बुलन्द गर्न थाल्यो। हिजोसम्म थियो त थिएन, मान्छेले महत्त्व बुझ्नु थाल्यो नि त सामाजिक सञ्जालको। त्यसैले हर्क साम्पाङको गल्ती नभेट्दा यिनीहरूले अर्को पनि के भेटेको रहेछ भने हर्क साम्पाङलाई जातिवादी ट्याग लाउने। ल छक्क पर्छ, हर्क साम्पाङले न कि अहिलेसम्म कुनै पनि जातिलाई दोषेको छैन। जातिभित्रको कुनै व्यक्तिले गल्ती गर्छ भने हर्क साम्पाङले त्यसलाई छोड्दैन, चाहे म होस् चाहे तपाईँ होस्। तर हर्क साम्पाङले कुनै पनि समुदायलाई तोकेर त्यस्तो होइन नकारात्मक टिप्पणी गर्नुभएको छैन विरोधीहरू।